नमस्कार सबैजनालाई मेरो चाहिँ भ्लगहरु चाहिँ अब सायदै आउँछ होला एकदम दुःखदको खबर छ है मानस भिडियो गर्दा भाइ सन्चुरी हामी चाहिँ आज यही ठाउँमा अनि वैशाख मिति 3 गते चाहिँ मेरो साथीको निधन भयो भएर एकदम गाह्रो समयमा गइरहेछौँ हामी त्यही भएर चाहिँ सबैजना भेला भएको आज चाहिँ 8 गते ट्रिब्युट दिन होला मेरो साथीलाई मैले चाहिँ मेरो फोन ल्याएको होइन तर साथीको फोनबाट भिडियो गर्दैछु अनि एक्सिडेन्ट चाहिँ यहीँ भएको तपाईँलाई म क्लिप देखाइदिन्छु एक्सिडेन्ट भएको अनि मेरो बाटो साथी रोमन साथी यही हो एक्सिडेन्ट स्पट चाहिँ बाइकको पार्ट्सहरू त्यहाँ एकदम ठुलो एक्सिडेन्ट भएको 3 जना हो अब चाहिँ अरू डिटेलमा चाहिँ म अलि पछि हजुरलाई भन्छु माउस नचला न ल त्यो उहाँ उडेर नालीमा लाउने एउटा लो साथी उता बाटो लो भान्जे ल हो हजुरहरूले हिजोको क्लिप देखि भ्याउनुभयो होला त्यो ट्रिब्युट राखेको एक्सिडेन्ट स्पटमा अनि त्यो दिन चाहिँ खास गरी के भएको भन्दाखेरि चाहिँ ऊ साथी चाहिँ आफ्नै साइडमा थियो तर स्पिडमै थियो अनि अर्को रङ साइडमा आएर दुईजनाको क्र्यास भएको अनि त्यो एक्सिडेन्ट स्पटमा चाहिँ यो पनि थियो अनि म पनि थिएँ अनि म चाहिँ युगसँग थिएँ अनि त्यो चाहिँ हाम्रो लाइफको एकदम वर्स्ट इन्सिडेन्ट एकदम ट्रमाटाइजिङ आफ्नै आँखा अगाडि आफ्नो साथीले त्यस्तो देख्दा अब नसोचेको घटना त्यही भएर म सबैले इन्करेज गर्छु सेफ राइड गर्न सेफ राइड अनि स्पिडिङ नगर्नु होला हेलमेट लाउनु होला हेलमेट लायो नि स्ट्र्याप राम्रोसी लाउनु होला अब अर्को पछाडि बस्ने भाइ चाहिँ हस्पिटलमा छ हस्पिटलाइज भयो 2 जना चाहिँ अनि त्यही अब होस् आएन भाइलाई चाहिँ हो भाइ नि अब छिटो सन्चो होस् अनि मेरो साथी नि अब रेस्ट इन पिस जहाँ पनि होस् स्वर्गमा बास होस् अनि खुसी भाउ साथी है यहाँ आउँदा त केही नि भन्न सकिन्न अब यस विषयमा म धेरै बोल्न चाहन्न हजुरले क्लिपहरू देख्नुभयो होला कस्तो एक्सिडेन्ट भएको थियो अनि हाम्रो त्यहाँ बाइकको फोटोहरू नि हालिदिन्छु म अनि यति भन्दै म भिडियो समाप्त गर्न चाहन्छु अनि मेरो भिडियो चाहिँ सायदै अब आउँछ होला आए नि अब नेक्स्ट मन्थबाट म चाहिँ भिडियो हाल्न थाल्छु हस् नमस्कार।